so much. Nepal Embassy, यो सेसनको लागि जति पनि प्रब्लम हामीले सेयर गरेको छौँ आई थिङ्क सेयर नगरे पनि हामीलाई यो प्रब्लम सबै थाहा छ होइन सो वी नो हामीलाई थाहा छ के भइरहेको छ समाजमा एन्ड आई थिङ्क वी सुड रादर फोकस अन द सल्युसन होइन किपिङ इन माइन्ड हाम्रो प्रब्लम्सको लागि सो एउटा कुरामा म के फोकस गर्न चाहन्छु भने यो सबैको सल्युसन यो सबैको रिजल्ट आउँछ when we as the society get together as one. मैले यहाँ के हेरेको छु भने हाम्रै सोसाइटीमा होइन डिफ्रेन्ट समाज छ डिफ्रेन्ट अर्गनाइजेसन छ हाम्रै समाजमा फर इक्जाम्पल एउटा मान्छेले मलाई भेटेकै छैन चिनेकै छैन मेरो हिस्ट्री नै थाहा छैन तर उहाँले मलाई हेर्नुहुन्छ भने उहाँले मेरो कुरा काट्नुहुन्छ कि ऊ यस्तो हो ऊ त्यस्तो हो थाहा छ उसको बारेमा यता बट म त उहाँलाई भेटेकै छैन उहाँले मेरो हिस्ट्री नै थाहा छैन तर हि गोज अन जजिङ अबाउट दि अर्गनाइजेसन अबाउट द पर्सन एन्ड इट्स ह्यापनिङ नट ओन्ली मेरो लागि यो धेरैको लागि जस्तो मसित कति समाजको मान्छे बसेको छ जो अरूको कुरा काटेको छ तर इन रियालिटी त्यो मान्छेले उहाँलाई आजसम्म न भेटेको छ न उहाँको हिस्ट्री थाहा छ न उहाँको वर्क ब्याकग्राउन्ड थाहा छ केही पनि थाहा छैन सो आई थिङ्क एज अ सोसाइटी होइन एज अ अर्गनाइजेसन if we get together then only success हाम्रो नेपाल एम्बेसीको हाम्रो नेपालको लागि हुन सम्भावना हुन्छ अब सोसियल मिडियाको लागि जुन विकास साइडजीले पनि उठाउनु भयो आई थिङ्क हाम्रो एम्बेसीको ओन्ली फेसबुक अकाउन्ट छ आई थिङ्क अरू अकाउन्ट छैन विथ ट्रेन्ड आई थिङ्क टिकटकमा पनि खोल्नुहोस् यो मेरो सुझाव हो किन एल्गोरिदम एकदम धेरै मुभ हुन्छ टिकटकमा मेबी एउटा ब्लू टिक बिकज नेपाल एम्बेसी अब इट्स अ गभर्मेन्ट अर्गनाइजेसन होइन सो आई थिङ्क टिकटकले एकदम हेल्प गर्न सक्छ होला अब त्यहाँ बसेर लाइभ जानु भन्ने कुरा त होइन तर अब विथ रिस्पेक्ट अरू कुनै अर्गनाइजेसनले नेपाल या नेपाल एम्बेसीको इन्फर्मेसन सेयर गर्छ भने फर इक्जाम्पल हामी डिएनआइजीले पनि सेयर गर्यो भने मान्छेले त्यति अथेन्टिकेट मान्दैन होला बट वेन इट कम्स फ्रम नेपाल एम्बेसी official page that makes a huge difference. So I think होइन तपाईँ नेपाल एम्बेसी मेबी टिकटक अकाउन्ट खोल्यो भने किन त्यो एल्गोरिदमको लागि मैले भने हो आई थिङ्क द्याट वुड बी अ भेरी गुड मुभ अनि यो जुन हामीले फिजिकल इन्फ्रास्ट्रक्चर रिकन्स्ट्रक्सन फन्डको लागि लेखेको छ भेरी सिम्पल एउटा भेरी फेमस सेङ छ ask not what your country does for you, but ask what you can do for the country. So, हामी मिलेर if we can support, let's support. I know questions, doubt, धेरै कुरा हुन्छ, but it's come from the government. If we can get together as a society, as a community, and support, let's unite and let's get together and support more. Thank you so much.